गाइस यो चाहिँ मेरो फर्स्ट भ्लग हैन मिस्टर श्रेष्ठ थापा भ्लग। यो भाइ आज हामी चाहिँ खेतमा घुम्न आएको हैन। यता भ्यूज दामी छ हैन। यो चाहिँ धनगढीको ठाउँ हैन। अहिले 5 बजिसक्यो। हामी यता खेतमा घुम्न आएको भ्लग बनाउनलाई। त्यहाँ घर छ, त्यहाँ हाइवे रोड छ हैन। कता खेल्न जान लागेको भाइ? ए ऊ त्यो पारी जङ्गलको नाम के हो भाइ? जोक्करताल। ए जोक्करताल हैन। ए हाइवे रोड हैन। यता गाउँ छ हैन भाइ, दामी। अब भाइ उता जाउँ भाइ। अनि यो चाहिँ मेरो फर्स्ट भ्लग हैन भाइ। म युट्युबमा हाल्छु अनि सबैले लाइक सब्स्क्राइब गरिदिनु होला भन त। लाइक सब्स्क्राइब गरिदिनु होला। सबैले शेयर गरिदिनु होला। सबैले शेयर गरिदिनु होला। हो ऊ त्यहाँ घर बनिरहेछ हैन गाइज। यता चाहिँ गाउँ हरियो छ। अनि यसमा मोटर सोटर छन् हैन भाइ। यता बिचमा ससी लगाएको छ हैन गाइज। ऊ त्यो घर के रे भाइ? ऊ त्यो घरवाला घर के रे त्यसको नाम? त्यो चर्च हस्पिटल बनाउने भन्दा चर्च बनाइदिएका अनि उपमा महानगरपालिकाले फुटाइदियो। ए हेर्नुहोस् है गाइज, हामी खेततिर घुम्दैछौँ हैन। ओ रोटी अरे भाइ, यो के रे गर्यो होला भाइ यस्तो? यो यता खाडल के रे पार्यो होला? यता रोटी हाले म त। ए खाडलको रहेछ हैन गाइज। यो केले होला? कुकुरले होला सायद। हेर्नुहोस् है गाइज, सबै लाइक सब्स्क्राइब यसो गरिदिनु होला। आज चाहिँ हामी खेतमा जाँदैछौँ हैन गाइज। सधैँ राम्रो भिडियो लगेर आउँछु। यो चाहिँ यतादेखि पनि बाटो छ हैन गाइज। यता राम्रो दामी छ ठाउँ दामी छ। अहिले बेलुकाको 5 बज्यो। ठाउँ दामी छ। हेर्नुहोस् कि गाइस, त्यहाँ बाटो छ हैन। ऊ यता गाउँ कसरी भाँच्चिएको छ हैन। यो सब कुकुरले गरे होला। ए यता पनि कुकुरले गाउँ सब भाँच्चिएको छ हैन गाइस। यतादेखि उता जाउँ है भाइ। आऊ भाइ उता हाइवे रोडमा जाउँ है। अनि के भन्न मन लागेको छ भाइ भन भाइ। ए त्यहाँ हेर्नुहोस् गाइस हैन, ठाउँ दामी छ हैन गाइज। त्यहाँ सूर्य उता पुगिसकेको छ। राति हुन्छ। ल गाइज, अब भोलि